नमस्ते, शुभ बिहानी। आजको दिनको सुरुवातदेखि बेलुकासम्म सबैको राम्रो नै बितोस् है। कसा भया तम्रा नेता भ्रष्टाचार गर्ने, जनतालाई दुःख दिने, आफ्नै भुँडी भर्ने। पहिला भन्यौ नेता राम्रा, अहिले भन्छौ राजा। देश लुटी खाइसक्यो बाजा सबका बाजा। देश लुटी खाइसक्यो बाजा सबका बाजा। न राजाले गर्न सके न नेताले गरे, न राजाले गर्न सके न नेताले गरे। महँगाई बढिकन गरिब जनता मरे, महँगाई बढिकन गरिब जनता मरे। अक्कलमा किरा परे मासु दारु खायौ, अक्कलमा किरा परे मासु दारु खायौ। उही पुराना मान्छे जिताई पाउनु दुःख पायो, उही पुराना मान्छे जिताई पाउनु दुःख पायो। मेरो भन्या कुरा सुन 84 मा हेर, मेरो भन्या कुरा सुन 84 मा हेर। युवा शक्ति जिताउँ अब पार्टीलाई फेर, युवा शक्ति जिताउँ अब पार्टीलाई फेर। नमस्ते। बिहान बिहानको एकदम चिसो हावामा गुड मर्निङ एउटा जानकारीमूलक सन्देश हो यो सबैजनालाई कि हामीले जुन पुराना दलका पुराना पार्टीका नेताहरूलाई हामीले जितायौँ, पुराना अनुहारहरूलाई एकचोटि जितायौँ, दुईचोटि, तीनचोटि, चारचोटि, पाँचचोटि जितायौँ र जिताएर यिनीहरूले के दियो हामीलाई? दुःख मात्रै दिएको छ। महँगाई भनेको यति बढेको छ कि यो 3-4 वर्षमा महँगाईले आकाश नै छोएको छ। त्यसैले यस्ता यी भ्रष्टाचारी, देशद्रोही र यी लुटेराहरू, नेता होइन यिनीहरू लुटेरा हुन्। लुटेराहरूले चाहिँ हाम्रो देशलाई नङ्ग्याइसकेको छ भन्ने कुरा सबैलाई थाहा हुँदाहुँदै पनि हामीहरूले जबरजस्ती तिनीहरूलाई नै म एमालेको म काङ्ग्रेसको भनेर पार्टीवाद गरिरहेका छौँ नि। छोडिदेऊ पार्टी, अब त्यो पार्टीहाटी केही छैन, पार्टीहाटी छोडिदेऊ। आउनुहोस् नयाँ शक्ति, नयाँ पार्टी, नयाँ शक्ति र युवामा भोट हाल्नुहोस्। आफ्नो मत परिवर्तन गर्नुहोस्, विचार परिवर्तन गर्नुहोस् र देश परिवर्तन आफै हुन्छ भन्ने कुरा भन्न चाहन्छु। र अरू खास भन्ने कुरा के हो भनेपछि युवाहरूलाई त थाहा छ नयाँ शक्ति र नयाँ युवा जोस भएका युवाहरूलाई भोट दिनुपर्छ र जिताउनुपर्छ भन्ने कुरा त यो युवाहरूलाई त थाहा छ, भोट हाल्छन्। तर यो बुजुर्ग खालका वयोवृद्ध मान्छेहरूले चाहिँ हाम्रा बुढापाकाहरूले अलि गल्ती के गर्नुभएको छ कि म एमालेको मान्छे हुँ, म काङ्ग्रेसको मान्छे हुँ भनेर भन्नुहुन्छ तपाईँहरूले। भनेपछि तपाईँ आफ्नो आमाको पेटबाट पैदा हुने बेला नै काङ्ग्रेसमा यो निधारमा काङ्ग्रेस लेखेर आउनुभएको हो, निधारमा एमाले लेखेर या माओवादी लेखेर आउनुभएको होइन नि। न काङ्ग्रेसको न एमालेको न कसैको होइन, मान्छेको। कुन मान्छे राम्रो छ त्यही मान्छेको। पुराना पार्टीहरूले केही गरेन, बहुमत सबैलाई दिइयो, काङ्ग्रेस एमाले माओवादी सबैलाई बहुमत दियो, तर गर्न सकेको केही छैन। भनेपछि यिनीहरूलाई किन जिताउने? कुन पार्टीको भन्ने? पार्टीहाटी छोडिदियो, विचार राम्रो हेर्नुहोस् अनि युवाहरूलाई छान्नुहोस्। यदि यस्तो गऱ्यौँ भनेपछि हामी आफ्नो देशलाई परिवर्तन गर्न सक्छौँ। विचार परिवर्तन गर, मत परिवर्तन गर भनेपछि हाम्रो देश परिवर्तन अवश्य हुन्छ, जसले गर्दा हाम्रो देशमा कल कारखाना र उद्योग धन्दाहरू चल्न सक्छन्। र यस्तो चल्यो भनेपछि हाम्रो देशमा युवा शक्तिहरू विदेश पलायन हुनबाट रोक्न सकिन्छ। यदि देशमा युवाहरू भएन भनेपछि देश विकसित कहिल्यै हुँदैन। युवाहरू हाम्रो देशमा छैन, त्यही हिसाबले देश विकसित हुन लागेको छैन। देशमा विकास कहिल्यै हुँदैन है, जबसम्म युवाहरू रोकिँदैन नि तबसम्म देश विकास हुँदैन। यी 84 को दान गर्ने पिण्ड खाने बुढाहरूलाई चुनाव जिताएर के काम छ? यिनीहरूले खाएर मर्ने हुन् यिनीहरू, अरू केही जान्दैन, यिनीहरूले खानु बाहेक केही जान्दैन। त्यसैले आउँदो 2084 मा हामीले युवालाई र नयाँ शक्ति, नयाँ पार्टीलाई र युवालाई जसको विचार राम्रो छ, विचार हेरेर
मत परिवर्तन गर्नुहोस्, विचार परिवर्तन गर्नुहोस् र यसरी मत र विचार परिवर्तन गर्यो भनेपछि तेस्रो कुरा मत परिवर्तन, विचार परिवर्तन र यो पार्टीलाई छाड्नुहोस्। तब मात्रै 2084 मा हामीले आफ्नो देशलाई एउटा शक्तिशाली एउटा विकसित देशको रूपमा लैजान सक्छौँ। यही भन्नु खोजेको, अरू केही होइन है। त्यति हो। बाँकी झोलेहरूको कुरा छोडिदियो। झोलाहरू त बोक्दै रहन्छन्। अब झोलेहरूले केही गर्दैन के, केही नाप्नेवाला छैन झोला बोकेर यिनीहरूको झोला 2084 पछि जान्छ खोलै खोला। सुन्नु होला, विचार गर्नु होला है झोलेहरू।